हेलो एन्ड नमस्ते, वेलकम टु माई न्यू भिडियो। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि आफ्टर लङ टाइम है, लास्ट समयपछि मैले भ्लग हाल्दैछु। सबैजना सन्चै हुनुहुन्छ होला। अनि आज चाहिँ असारे पन्ध्रमा चाहिँ खेत रोपाइ छ, त्यही भएर चाहिँ भ्लग बनाइदिउँ भनेर। अनि थ्याङ्क यू सो मच, यति छिटै 300 सब्सक्राइब पुगेको छ मेरो चाहिँ होइन। अनि थ्याङ्क यू सो मच। लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सिदिनु होला। नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। अनि आज हाम्रो रोपाइ छ असारे 15मा, त्यही भएर चाहिँ आज मैले भ्लग बनाइदिउँ भनेर भ्लग बनाउनु लागेको। टक्क मकै बारी गरम भयो कि के अरे भने मकै बारी गरम हेरौँ त्यसलाई कति कायदा छ। आफ्नो रोपाइ भइसके आफ्नो रोपाइ भइसक्नु वगेर है तपाईँ भ्याइ होइन? हाम्रो त भ्याइयो, हामी कहाँ यस्तोहरू, हामी त ठुलो मौसममा होइन नि त, हामी त राम्रै पाराले हाल्ने ल ठिक छ। मल फर्स्ट ल्यायो फेरि यार आपत मजाले सघाउनु पर्छ हो, फेरि 1 लाख घाटा लाग्छ मलाई फेरि टक्कै अब जोत्दै छ। किनकि सबै खनेर अहिले त अब आज चाहिँ खन्न पर्दैन मैले धेरै, किनकि म पहिल्यै खनेर यताउति खनेर ठिक्क आलीसाली लाएर ट्याक्क रेडी बनाएर राखेको छ। आज खासै धेरै खन्न पर्दैन, भोलि चाहिँ खन्न पर्छ फेरि। नजाने भोलि त आजको लागि त टुप्लुकै खनेर राखेको छ, भोलिको लागि चाहिँ खन्न पर्छ। मोटामोटी ट्याक्क देखाउँछ है त कतिवटा खेत कति खेत छ र के छ। ट्याक्क मम्मी बाबा त्यहाँ हुनुहुन्छ, ट्याक्क हाम्रो सिन देख्नुहुन्छ ट्याक्क हेर्दैन होइन। यहाँ ट्याक्क छ, अहिले पानी लाउने पानी छैन। यो भयो हो, टक्क अझै तल पनि छ क्या, यहाँ बारी पन्छ कि छैन सायद। आज यतिसम्म रोपिन्छ होला सायद हाम्रो खेत चाहिँ। 1 2 3 4 5 जति रोपिन्छ होला आज चाहिँ। अनि यहाँ तल भोलि रहन्छ 1 2 3 4 रहन्छ। माथि एउटा ठुलो गरा त यो पञ्चा छैन, मकै अलिक पाकेको छैन क्या, नपाके पनि अब निकालिदिन्छ। हरियो मकै छ, यहाँ खनेको पनि छैन मैले त, के पनि केही गरेको छैन, खन्न केही गरेको छैन। यो डाइरेक्ट भोलि दिएर त धेरै गाह्रो हुन्छ, भोलि खन्न पनि छैन, केही गरेको छैन, यत्तिकै छोडिरहेको नभ्याएर। टक्क यतिसम्म हो बारी हाम्रो, यहाँ ठ्याक्क माथि छ। आज चाहिँ अब कतिवटा रोपिन्छ भने हाम्रो 1 2 3 4 5वटासम्म रोपिन्छ। अनि खने छैन, यताउति केही गरेको छैन क्या यहाँ तल चाहिँ। अनि त्यहाँ यति मकै हो। उही बल देखियो त सिन त टक्कला ट्याक्कलाई सिन दिन्छ। उही कस्तो बल लाग्यो सिन त। सिन बल सानीमा पनि आउनु भयो, माइजू पनि, मामा पनि, हाम्रो भाइ पनि छ। किन नकमाइछ ए मामा माइजू भन्न त्यहाँ यो युट्युब ओके युट्युबमा हाल्ने नि त। किन ओके म टिकटकमा पनि पठाएको, तपाईँ भिडियो बनाइदिनु नि त मामा। झन् युट्युबमा जानुहुन्छ नि मामा सिरी केमा हाल्नुहुन्छ भन्नु त। अब टिकटक आइडी भनिदिनु नि त तपाईँ के छ भाइ। मम्मीको स्टार्ट गर्नु त मामा। किन गर्नु न गर्ने कस्तो भयो गर्नु न। के दोस्लाई है त माइजू सानीमा मम्मीले टक्क रोप्दै हुनुहुन्छ।
मामा जोत्दै मजै खन्दा पनि सबै खनिसकेँ नि त मैले त बाबाले त्यही घाँस काट्दै हुन्छ। भाइ के छ ल उकाइ त उकाइ ए उकाइ के भन्दा त ल हाम्रो दही चिउरा है चाहिँ पानी नै नपुग्ला जस्तो त्यो कुलामा गएर पानी लाएर आउनु पऱ्यो यार। टक्कै यहाँ के अरे मामाहरूको के अरे सबै खाली खाली भयो कि पानी पुरै नपुग्ला त्यसो तर पानी लाएर आउनु पऱ्यो कुलामा पुग्थ्यो क्या त्यहाँ त आउने पानी छ भने कुलो त उहाँ माथि छ गएर पानी हेर्नु पऱ्यो पानी छ कि नै कुलामा पानी लाउने कुलोमा त आइयो तर पानी नै सुकिसकेको छ यार पानी नै छैन मजाले खोलाबाट मजाले हालिदिनु पऱ्यो पानी त जान त गयो तर यतिले चाहिँ पानीले त कहाँ अनि हालाई त पुग्छ पनि नि यति पानी सरेर जाने नि त हुन्छ क्या नि यहाँबाट लाउने मेन हाम्रो पानीको उस भनेको यहीँ त हो यस्तो जान्छ नि उहाँ तल पुग्दा त अनि अलिक ठुलो पानी हालिदियो अब जान्छ होला नि पानी त अब त्यहाँ के अरे तल जाँदा सुक्छ अनि फेरि बोलाउनु आउनुपर्छ के भन्नु पानी त त्यस्तो गएको नि बल्ल ठुलो पानी त्यो खाने पानी हुन्छ नि त्यो खोलाको पानी हामीले खाने हो के तर यहाँ होइन कि मुहान भनेको हाम्रो माथि छ क्या हाम्रो हामीले घर खाने पानी नै हाम्रो यही हो यही धाराको यही खोलाको पानी हामीले खाने यहाँ त अब घरहरू भयो के खोज्छहरू खाल्छ यतायति गर्छ नि त हेरान त खानु नि माथिको त केही नै हुन्न मुहान त त्यो चिसो पानी छ मुलबाट उठेको प्योर मुलबाट उठेको नि त उहाँ ढक्कै ट्याक्क ड्यामेज छिटो खन्न अब बल्ल खन्न पर्छ फेरि दुइटा गरा भयो त्यो गराको चाहिँ चाल्ला खन्टिन्न भयो कि यहाँ त फेरि दुइटा छ नि त फेरि दुइटा कुवातिर जानु पऱ्यो त्यो एउटा पानी थोरै हुन्छ क्या अब यता कुवातिर पनि जानु पऱ्यो यताको यता पनि जानु पऱ्यो यता चाहिँ आज बढी रोपाइ छ तर यता लगाइदियो बढी ल आज चाहिँ यति नै मैले भ्यान भन्थेँ नि ट्याक्क त्यति नै मिलो भयो अनि यति चाहिँ अब पन्छ यो अब एउटा दुइटा तिनवटा छ यहाँ चाहिँ मैले खन्दैछु किनकि भोलि बिहान सजिलो हुन्छ नि आज सजिलो जस्तो भयो जसरी यो चाहिँ लास्ट रोपेँ आज त्यहाँको चाहिँ यति हो आजलाई चाहिँ ट्र्याक्टर त्यहाँ छ यति नै आज म चाहिँ यहाँ खन्दैछु टक्क लाउँदै